अब यो पुराना पार्टीहरूको बारेमा हामीले धेरै चर्चा परिचय गर्नु दुईवटा पार्टीहरू अलिक छुटिरहेछन् जस्तो लाग्छ मलाई। अलिकति थोरै रासोपाको बारेमा कुरा गरौँ। यसको अब के हुन्छ, यसलाई हामीले पुरानो भन्न मिल्छ अथवा जेएनजी विद्रोहले तिनीहरूलाई पनि पुरानो खिताबमा राख्यो। यस भएर रवि लामिछानेजीको अथवा स्वर्णिम वाग्लेजीको कुरामा चाहिँ उनीहरूको सहमति छैन। किनभने उनीहरू हुन त अल्टरनेटिभ पोलिटिक्सको लागि गठित भएका हुन्। खास गरी स्वतन्त्र व्यक्तिहरूले स्थानीय तहको चुनाव जितिसकेपछि ओहो यहाँनिर चाहिँ अवसर रहेछ, अवसर देख्नु नराम्रो होइन रहेछ भनेर चाहिँ खोलिएको पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ, राम्रो सफलता पनि हासिल गर्यो। तर अहिलेको टार्गेटका रूपमा हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी अबको समयलाई एड्रेस गर्ने संवाहक शक्ति हो भनेर जेएनजी विद्रोहले दिएको सन्देश होइन। उसलाई पनि एक खालको त्यो सुरुवातमै पुरानो भयो क्या। त्यो अस्तिसम्म त्यो 22 गते 23 गतेसम्म चाहिँ त्यो बिचमा हिँडिरहेको थियो। किनभने त्यो गृहमन्त्री बनेर सरकारमा बसेर जुन खालको प्र्याक्टिस र उन्नत खालको कुनै विचारको एडभोकेसी नगरेको अवस्थामा थियो नि त राष्ट्रिय स्वतन्त्र पार्टी। त्यो चाहिँ न यताको न उताको अवस्थामा थियो, अब उताको भयो क्या। त्यस कारणले यो एउटा विद्रोह भने एउटा यस्तो चिज हो नि हरिरामजी, जसले चाहिँ त्यो दिनदेखि अथवा त्यो कालखण्डदेखि अगाडिका पुराना हुन्छन् पछाडिका नयाँ हुन्छन् क्या। त्यस कारणले मैले पुरानो भनेको। राष्ट्रिय स्वतन्त्र पार्टी अस्ति भर्खर 6 महिना 1 वर्ष अगाडि 2 वर्ष अगाडि खोल्यो भनेर नयाँ हुने होइन क्या। त्यो विद्रोहको सन्देशलाई वाहकको रूपमा लिएर आयो भने त्यो पार्टी नयाँ हुन्छ। त्यो पुरानो भनेर प्रजा परिषद पनि नयाँ हुनसक्छ।